तपाईँहरूको सुझावको प्रस्तुतीकरणको लागि कार्यक्रमको सहजीकरण गरिदिनु हुन प्राध्यापक डाक्टर हरिदर्शन श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल। आजको यस अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण बौद्धिक र पेसागत कर्मी साथीहरूलाई सबभन्दा पहिले स्वागत गर्न चाहन्छु र अब व्यासमा आसीन आजका प्रमुख पात्र यस क्षेत्रका उम्मेदवार एवं नेपाली काङ्ग्रेस पार्टीका महामन्त्री प्रदीप पौडेलज्यू, हामीले बौद्धिक नेता भनेर चिनिनु भएको त्यो क्षेत्रमा दुईपल्ट जितेर संविधान ल्याउन योगदान पुर्याउनु भएका हाम्रा नरहरि आचार्यलाई र देशमा मात्र नभई विदेशमा पनि देशको प्रतिनिधित्व गरेर युएनको उपमहासचिव पदमा बस्नुभएको ज्ञानेन्द्र आचार्यज्यू र नेपाली काङ्ग्रेसका नेता ज्यू श्यामजी, हाम्रो विनोद भट्टराईज्यू लगायत सम्पूर्ण स्थानीय नेताहरू, केन्द्रीय सदस्य हाम्रो रिमार्क खड्काहरू। अब यो कार्यक्रम चाहिँ बौद्धिक पेसागत समूहले आयोजना गरेर इन्ट्र्याक्सन को हिसाबले गरेकोले यसलाई हामीले विशुद्ध त्यो हिसाबले चाहिँ प्रस्तुत गरेका छौँ र यो वास्तवमा यो क्षेत्रमा प्रदीपजी योभन्दा पहिले पनि उम्मेदवार लिएर चुनावमा प्रतिस्पर्धा गरेर विजयी हुनुभयो र त्यो मैले भनिराख्नु परेन, हामीले त्यसको अनुभव पनि गरिसकेका छौँ। तर यसपालि फरक के छ त भन्दाखेरि उहाँ यसपालि नेपाली काङ्ग्रेसको महामन्त्रीको रूपमा प्रस्तुत हुनुभएको छ। त्यो चाहिँ क्षेत्र नम्बर 5 को लागि एउटा गौरवकै कुरा हामीले मान्नुपर्छ। अर्को एउटा चिज चाहिँ मैले एउटा उदाहरण दिने गर्छु, यसलाई अन्यथा नलिनु। महिलाहरू प्रसव वेदनामा हुँदाखेरि दुईवटा हामीसँग अप्सन हुन्छ। एउटा त्यसलाई नेचुरल डेलिभरीको लागि, अर्को चाहिँ क्युरेटिभ के भन्छ अपरेसनबाट गर्ने। त्यो गरेकोले कहिलेकाहीँ नेचुरल प्रोसेसबाट भएन भने त्यसलाई अरू अप्सनहरू पनि मा जानुपर्ने हुन्छ। त्यही अनुरूप यसपालि नेपाली काङ्ग्रेसले एउटा नयाँ नेतृत्व पाएको छ। त्यो नेतृत्वको पनि उहाँहरूले चाहिँ नेतृत्व गर्नुभएको थियो र त्यसले मलाई व्यक्तिगत रूपमा र धेरै साथीहरूसँग मैले बुझ्दाखेरि पनि मैले एउटा के कुरो चाहिँ पाएको छु भने देशैभरि मान्छेहरूमा राजनीतिप्रति केही हद तृष्णाहरू भइरहेको छ। राजनीतिलाई मान्छेहरूले हेर्ने दृष्टिकोण अलिक फरक भएको छ। यो उही हो भन्ने एउटा मान्यता चाहिँ अगाडि बढिरहेको छ। तर यसपालिको जुन रूपान्तरण हो अथवा नेपाली काङ्ग्रेसको नेतृत्व परिवर्तन हो, त्यसले एउटा ठुलो मेसेज दिएको छ, त्यसले ठुलो लहर दिएको छ। सबभन्दा ठुलो कुरो त दलीय व्यवस्थामा दल विचार र एजेन्डा लिएर निर्वाचनमा जाने र त्यो दल र एजेन्डाको आधारमा मत माग्ने र त्यही विचार र एजेन्डालाई विजयी भएपछि कार्यान्वयनमा लग्ने। हामीले धेरै वर्ष त्यो चिज चाहिँ अनुभव गर्न पाएका थिएनौँ। त्यो चिज चाहिँ यसपालिको नेपाली काङ्ग्रेसको जुन खालको नेतृत्व परिवर्तन हो त्यसले त्यो लहर ल्याएको छ। त्यो फेरि नेपाली काङ्ग्रेसलाई मात्रै होइन, यसपालिको निर्वाचन यसकारण पनि खास छ किनभने अब जनताले विचार र एजेन्डाको आधारमा भोट दिन पाउने अवसर पाएको छ। सम्पूर्ण पार्टीहरू आफ्नो विचार र एजेन्डाको आधारमा लडिरहेछन्। त्यसकारणले यो हाम्रो लागि ठुलो एउटा अवसर हो। अब यति भनेर मैले एउटा अर्को चिज चाहिँ यतिखेर संसारभरि र नेपालमै पनि यो डेमोक्रेट भर्सेस पोपुलिस्ट, डेमोक्रेसी भर्सेस पोपुलिजम अहिले त्यसको एउटा द्वन्द्व छ। नेपालमै पनि त्यही द्वन्द्वले केही न केही परिणामहरू, केही न केही यहाँ हलचलहरू ल्याएको छ। तर खुसीको कुरो आज बिहान मैले समाचार सुन्दै गर्दाखेरि बङ्गलादेशको
निर्वाचनको रिजल्ट आयो त्यसले मलाई धेरै नै खुसी पुर्यायो र त्यो नेपालको लागि एउटा उदाहरण हुन्छ जस्तो लाग्छ। किनभने त्यहाँ पनि त्यो जुन इस्टाब्लिस्ड पार्टीहरूले गर्न सकेन, भ्रष्टाचारहरू गभर्नेन्स भएन भनेर त्यहाँ पनि एक खालको विद्रोह हो। त्यसपछि नेपालमा पनि त्यस्तै खालको हो र मान्छेले भन्ठाने अब यो पार्टीहरू जसले धेरै वर्षसम्म योगदान गरेका छन्, जसले जनतालाई चाहिँ सार्वभौम बनाएको छ, त्यो पार्टीहरू अब लोप हुन्छ भनेको थियो। तर त्यो निर्वाचनमा यो यो अल्गोरिदम भन्छ, अहिले सोसियल मिडिया भन्छ, त्यसमा जे देखेको त्यो वास्तविकता नहुने रहेछ। जनमतलाई त्यसले खासै असर नगर्दो रहेछ। किनभने त्यहाँ जुन पुरानो पार्टी थियो बिएनपी, त्यो पार्टीले झन्डै दुई तिहाई आफ्नो प्रतिनिधित्व विजयी गर्यो। त्यसरी नै अर्को पार्टी शेख हसिनाजीको पार्टी जसलाई विद्रोहबाट लखेटिएको थियो, इन्डियामा बसिराख्नु भएको छ, उहाँको पार्टीबाट स्वतन्त्र उम्मेदवार लडेर झन्डै 71 सिट जितेको छ। र जो हामीले भने जस्तै अहिले पपुलिस्ट यो अल्गोरिदमबाट जो प्रभाव देखिया छ, त्यसबाट लडेको चाहिँ 6 जना छ, 300 जना। त्यसकारणले यसले ठुलो एउटा मेसेज दिएको छ हाम्रो लागि पनि, र हामीले यो कुरो लग्न सक्नु पर्यो, भन्न सक्नु पर्यो। र अर्को एउटा खुसीको कुरो, त्यहाँ जारा भन्ने एकजना लेडी हुनुहुन्थ्यो जसको 75 लाख चाहिँ फलोवर छ, तर ऊ निर्वाचनमा तेस्रो पोजिसनमा आएर हार, ऊ पहिलो दोस्रो भनेर तेस्रो पोजिसनमा। त्यसकारणले यो जुन खालको अहिले न्यारेटिभहरू बनिरहेछ, त्यो न्यारेटिभलाई हामी बुद्धिजीवी पेसागत साथीहरूले चाहिँ के गर्न जरुरी छ त, चिर्न जरुरी छ। हामीलाई अहिले यो मोबाइलले यस्तो बनाइसक्यो कि त्यसले जे भन्छ त्यही कुरो सत्य जस्तो हामीलाई लाग्न थालेको छ, तर त्यो होइन रहेछ। त्यो कुरो चाहिँ अहिले देखियो। अब यदि भन्दै मैले लामो नगरेर केही सुझावहरू, केही नेपाली काङ्ग्रेसले एड्रेस गर्नुपर्ने इस्युजहरू चाहिँ हामीले धेरैपल्ट हामी बसिरहेछौँ, त्यसबाट केही चिजहरू चाहिँ हामीले निकालेका छौँ। त्यो चाहिँ प्रदीपजीले यो हाम्रो बौद्धिक पेसागत समूहलाई सुरुमा केही भनिदिनको लागि, त्यो सजिलोको लागि पनि मैले केही चिज चाहिँ यहाँ चाहिँ राखेको छु। जस्तो अब हामीले केही भएन भन्छौँ, मैले खालि हामीसँग समय छैन, त्यो भए पनि धेरै डाटामा होइन, 2टा डाटा मात्र कुरा गर्छु। यो मानिसको मोर्टालिटी रेट चाहिँ 46 सालमा 1000 जनामा 118 जना मान्छे चाहिँ मृत्यु हुँदो रहेछ। आज आएर 1000 जनामा चाहिँ 13 जना भएको छ। नेपालको जिडिपी 46 सालमा चाहिँ 3.6 बिलियन रहेछ, आज त्यो 40 बिलियन रहेछ। त्यसकारण जुन खालको हामीले केही भएको छैन भन्ने जुन न्यारेटिभ छ होइन, त्यो त होइन। तर त्यो हुँदा हुँदै पनि सबैले चाहेको संसारका अरू देश जस्तो हामी हुन सकेनौँ। त्यसले गर्दाखेरि मान्छेमा त्यो एउटा आक्रोश छ। त्यसका यसपालिको नेपाली काङ्ग्रेसको नेतृत्वले र उम्मेदवारले र विजयी भएर त्यो के चिज हामीले चाहिँ गर्न सकेनौँ, त्यो चिजलाई एड्रेस गर्न जरुरी छ र त्यसको लागि रोडम्याप पनि आवश्यक छ भन्दै मैले 2-3वटा चिज चाहिँ यहाँ राखेर म प्रदीपजीलाई यो माइक हस्तान्तरण गर्छु। जस्तो हामी धेरै कुरामा डिफेन्डिङ भएका छौँ, हामीलाई पनि कता कता लाग्छ केही भएन होइन, तर त्यो त सत्य होइन। मैले अघि 2-3वटा त्यो भने त्यस्तो हजारौँ छ। अब त्यो भएकोले जस्तो सबभन्दा ठुलो इस्यु अहिले हामीमाथि लागेको अथवा पुरानो इस्टाब्लिस पार्टीहरूमाथि लागेको भनेको सुशासन र त्यो भ्रष्टाचार होइन। 46 सालपछि दलीय व्यवस्था आएपछि हामीले हेर्दाखेरि त्यही चिजलाई प्रमुख मुद्दाको रूपमा लिएर सुशासन कायम गर्ने,
भ्रष्टाचारलाई न्यूनीकरण गर्नुपर्दो रहेछ भनेर अख्तियार दुर्पयोग अनुसन्धान आयोग चाहिँ कति सालमा ल्याएको थियो? 51 सालमा ल्यायो। र अहिले हामीले धेरै पार्टीहरूको म्यानिफेस्टो हेर्छौँ, अझ यो नयाँ पार्टीहरू, उहाँले के भन्नुहुन्छ, हामी भ्रष्टाचारलाई कारबाही गर्छौँ। तर त्यो सत्य हो त? आज हामीले डाटा हेऱ्यौँ भने कतिजना सचिव, कतिजना नेताहरू जेलभित्र छन्। गृहमन्त्री 46 सालपछिका गृहमन्त्री, धेरै कम गृहमन्त्री मात्रै मुद्दा नचलेका छन्। आइजिपीहरू, सचिवहरू भनेपछि कारबाही नभएको चाहिँ कहाँ हो त? कारबाही त भएको छ नि त, तर त्यो न्यारेटिभ त ठिक भएन नि त। तर कारबाही हुँदा पनि भ्रष्टाचार चाहिँ के भयो त? घटेन। भ्रष्टाचार चाहिँ हामीले निवारण गर्न सकेनौँ, त्यो चाहिँ सत्य हो। त्यो भएकोले अब कारबाही गर्ने हामीले इस्टाब्लिस गर्यौँ, त्यसले काम गरिरहेछ। अब भ्रष्टाचार गर्नु नपर्ने वातावरणको चाहिँ हामीले कुरो गर्नु पर्यो। त्यसको लागि चाहिँ वे फरवर्ड ल्याउनु पर्यो जस्तो मलाई लाग्छ। त्यसकारण यो एउटा हो। अर्को चाहिँ स्वास्थ्य र शिक्षा, यो भ्रष्टाचारसँग पनि जोडिएको छ। स्वास्थ्य र शिक्षा हामीलाई लाग्यो यो सुलभ र गुणस्तरीय हुनुपर्छ। त्यसकारणले स्वास्थ्य र शिक्षालाई हामीले निजीकरणलाई समावेश गरौँ। त्यसले ठुलो आज रिजल्ट निकालेको छ। आज एक्सेसिबल छ, गुणस्तरीय शिक्षा पनि छ, तर त्यसले दुईटा चिज चाहिँ नेगेटिभ ल्या। त्यो के हो भन्दाखेरि स्वास्थ्य र शिक्षाले वर्ग छुटायो। धनी वर्गले पाउने शिक्षा, गरिब वर्गले पाउने शिक्षा, धनीले पाउने स्वास्थ्य र गरिबले पाउने स्वास्थ्य, यो चाहिँ के हो त? फरक देखियो होइन। त्यो भएकोले हामीले जुन हिसाबमा त्यो चिजहरू गरेको थियो, त्यो चिजहरूले काम गर्यो, तर त्यसले नपुग्दो रहेछ। त्यसकारण अब हामीसँग च्यालेन्ज के छ त भन्दाखेरि त्यो चिजहरूलाई हामीले अब कसरी एड्रेस गर्ने त? त्यसका हामीले डिफेन्स गर्नु परेन। हामीले गरेको सबै ठिकै थियो, तर समयअनुसार हामीले त्यसलाई करेक्टिभ मेजरहरू गरिरहेको छैन। अर्को कुरो गर्दाखेरि पूर्वाधार, हामीले आर्थिक विकासका कुरा गर्छौँ। आर्थिक विकास भनेको पूर्वाधार विकास नभइकन आर्थिक विकास हुन सक्दैन। अब आज कुनै पनि त्यस्तो गाउँ छैन जहाँ सडकको सञ्जाल नपुगेको होस्, कुनै पनि त्यस्तो गाउँ छैन जहाँ हेल्थ पोस्ट नभएको होस्, कुनै पनि त्यस्तो गाउँ छैन जहाँ विद्यालय नपुगेको होस्। र यो इन्फर्मेसन टेक्नोलोजीको, फोनको, दूरसञ्चारको चाहिँ नभएको नहोस्, त्यो त छ। तर सत्य चाहिँ के हो त भन्दाखेरि यो सबै गर्दा गर्दै जहाँ मान्छे बस्नुपर्ने त्यहाँ मान्छे बस्छ, मान्छे चाहिँ पलायन, त्यो पनि यथार्थ हो। त्यसकारण अब हाम्रो लागि च्यालेन्ज चाहिँ के हो त भन्दाखेरि त्यो पूर्वाधारलाई, जुन पूर्वाधार हामीले बनाइसकेका छौँ, त्यो पूर्वाधारलाई आर्थिक विकाससँग कसरी जोड्ने, त्यो चिजमा चाहिँ हामीले चाहिँ अगाडि जानुपर्छ लाग्छ मलाई लाग्छ। वैज्ञानिक कृषिदेखि लिएर होइन, जलस्रोत छ, हामीसँग पर्यटन विकास छ होइन, धेरै चिजहरू हामीले गर्न सक्छौँ। त्यसबाट हामीले यो चिजहरूलाई एड्रेस गर्न सक्छौँ जस्तो मलाई लाग्छ। र अर्को जुन युवा पलायनको कुरा छ, युवा पलायनलाई पनि यदि हामीले जुन पूर्वाधार बनाइसकेका छौँ त्यसलाई आर्थिकसँग जोडियो भने यही नै रोजगार सृजना भएर त्यो मान्छेहरूले त्यसलाई हामीले चाहिँ रोक्न सक्छौँ जस्तो लाग्छ। त्यो भएकोले त्यो खालको चाहिँ अवधारणाहरू हामीले ल्याउन सक्यौँ भने बेटर हुन्छ। अब र अन्तमा चाहिँ यो गुड गभर्नेन्सको कुरा छ होइन। गुड गभर्नेन्सको लागि अहिलेको कुरोहरू त हामीले गर्दै नै गयौँ। त्यो सँगसँगै अब डिजिटलाइजेसन अनि ई गभर्नेन्सका कुराहरू, अब मान्छेलाई कुनै ठाउँमा नगइकन नै संसारभरिमा त्यो भइसकेका छ। त्यसकारणले हाम्रो देशमा पनि त्यो गर्न चाहिँ मलाई गाह्रो जस्तो लाग्दैन। त्यो चिजहरू चाहिँ हामीले गर्नुपर्छ जस्तो लाग्छ। त्यो भएकोले अब नेपाली काङ्ग्रेसले यसपालिको चुनावमा ठुलो अपर्च्युनिटी आएछ। हामीले चाहिँ एउटा राम्रो मेसेज दिएको छौँ। त्यो हिसाबले चाहिँ हामीले अहिले पोलिसी इन्टरभेन्सनमा राइट ट्र्याकमा हामी अगाडि बढ्यौँ भने यो देशले र नेपाली काङ्ग्रेसको योगदान चाहिँ अझ धेरै वर्षसम्म
रहन्छ जस्तो लाग्छ। यति भन्दै म प्रदीपजीलाई यो माइक हस्तान्तरण गर्नुभन्दा पहिले आजको कार्यक्रमको मोडालिटी चाहिँ अब प्रदीपजीले अब यो इस्युहरूलाई बेस गरेर र नेपाली काङ्ग्रेसको अब एजेन्डा के छ, कसरी नेपाली काङ्ग्रेसले चाहिँ जाँदैछ र हाम्रो घोषणापत्रमा चाहिँ हामीले के राखेका छौँ होइन, हामी कुन मेसेज लिएर जान्छौँ भन्ने कुरो राख्नु छ। त्यसपछि प्रतिनिधिमूलक हिसाबले हामीले केही छलफलबाट नै केही व्यक्तिहरूसँग तपाईँहरूसँग छलफलबाट केही कलेक्ट गरेका छौँ होइन। समय गयो भने हामी फ्लोरबाट पनि लिने कोसिस गर्छौँ र त्यसरी हामीले प्रत्येक वक्ताले 3-3 मिनट र हामीले आजको यो कार्यक्रममा चाहिँ किन भन्दाखेरि प्रमुख उद्देश्य भनेको के हो त भन्दाखेरि हामीले खालि चुनाव आएको छ, चुनावलाई जिताउनु, त्यस कारणले 3 मिनटमा सुझाव र कस्तो खालको मेसेज बुलेटमा दिनुहुन्छ भन्दै र अन्तिममा हाम्रो नरहरजी र आचार्यज्यूले बोलेपछि फेरि अन्तमा प्रदीपजीले सुझावहरूलाई ग्रहण र केही बाँकी भन्नुपर्ने उहाँले भनेर यो कार्यक्रम चाहिँ हामीले समापन गर्छौँ। त्यस कारणले अहिले चाहिँ म प्रदीपजीलाई यहाँ आएर आफ्नो कुरो राखिदिनु हुन अनुरोध गर्छु। धन्यवाद हरिदर्शन भाइ। आदरणीय